नेपाली नेपालीहरूको थाकोको नेपालीहरू धम्की দিব এই কথা আমরা नेपाली स्टप नेपाली स्टप नेपाली स्टप नेपाली नमस्ते म राई ब्लग र आज बहुतै दुःखको खबर छ हाम्रो गोर्खाली जातिलाई र आज एउटा न्यूज च्यानलमा मैले हेर्नु पाएँ हैन त्यो भिडियो देखेर मलाई साह्रै दुःख लाग्यो र हामीको गोर्खाली जातिलाई धेरै अपमान गरेको छ र त्यो अपमान गर्ने व्यक्ति चाहिँ के उद्दिन पो थियो नामै बिर्से के साइउद्दिन हो कि के उद्दिन अरे नाम जेसुकै नहोस् किन कांग्रेस पार्टीको विधायक हो कि जेसुकै होस् हामीलाई मतलब छैन विधायक होस् जेसुकै होस् हामीलाई एमएलए होस् भाइ केही मतलब छैन के र त्यो मान्छेले हामीको गोर्खाली जातिलाई यति साह्रो गाली दिएको छ कि हैन नेपालबाट आएर यहाँ बसेर दम दिएको भनिरहेछ र हामीलाई साह्रै दुःख लागेको छ मनमा हैन र म असम सरकारलाई यति नै भन्न चाहन्छु कि हामीलाई न्याय चाहियो हामी गोर्खा जातिलाई न्यायको छ र चाँडै गरेर हामीलाई न्याय दिनु पर्यो गोर्खाली जातिलाई र त्यो मान्छेलाई कि त्यो दलबाट बहिष्कार गरिदिनु पर्यो कि त्यसलाई एरेस्ट गरिदिनु पर्यो कि नभए हाम्रो गोर्खाली मासमा छोडिदिनु पर्यो त्यो मान्छेलाई गोर्खालीको चेयरम्यान श्री प्रेम तामाङ सरलाई यो अनुरोध गर्छु गोर्खाली जातिलाई न्याय चाहियो र जति जे सक्नुहुन्छ फटाफट एक्सन लिनुहोस् र हामीको आक्सु गोर्खा छात्र संघहरूलाई पनि यो विनोद गर्छु र फटाफट गरेर एक्सन लिनुहोस् त्यो व्यक्तिको माथि जुन हामीलाई अपमान गरेको छ र साह्रै दुःख लागेको छ आज हामी आसाममा बसोबास गरेर पनि हामीको मान सम्मानै नभएको जस्तो भइरहेको छ र यति नै भनेर सबैलाई नमस्ते जय गोर्खा जय असम र जति सक्नुहुन्छ यो भिडियोलाई शेयर गरिदिनुहोस् हर एक गोर्खाली व्यक्तिकोमा पुगोस् र सबैले जानोस् हामीलाई आसाममा कतिको सम्मान गर्दा रहेछ भनेर नमस्ते।